ब्रेकै छैन ब्रेकै छैन ब्रेकै छैन नि के गर्नुहुन्छ हेलो गाइज फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा आएको हजुर सन्चै होला म पनि आराम किशोरै छु होइन टक्कसँगले आज चाहिँ हामी दाइहरूसँग अनि पौडी खेल्नु जाँदैछु स्विमिङ हाम्रो के अरे त्यो ठाउँमा सिस्नेरी भन्ने ठाउँ अनि हामी तिनवटा बाइकमा हामी कतिजना 6 जना गइरहेको छौँ होइन आज के कस्तो हुन्छ होइन रमाइलो नै हुन्छ होला होइन यसो हेरिदिनु होला रमाइलो हुन्छ अनि उहाँहरू चाहिँ उता बाइकमा छ हाम्रो चाहिँ यता छ हामी चाहिँ दाजुभाइ होइन टक्कसँगले होइन आजको राइड के कस्तो हुन्छ होइन यसो अन्तिमसम्म भिडियो हेरेर मनोरञ्जन गरिदिनु होला यदि च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिनु होला होइन त्यो चाहिँ आजको भिडियो हामी यहाँ टक्कसँगले अहिले चाहिँ हामी चोबारमै छौँ होइन चोबारदेखि सुरु हुन्छ हाम्रो भिडियो टक्कसँगले लेट्स गो टाढो नै आएको छ नि त अब कति हाम्रोदेखि झन्डै 40 किलोमिटर जस्तो छ पर टक्कसँगले अनि अब 40 किलोमिटर राइडमा त अब को पछि को अब हुन्छ अहिले पनि पर्खी गरे भयो कि को अगाडि आएछ को पछाडि भएछ अलिक थाहा भएन त्यसैले हामी सँगै जाने भनेको गाइस यो चाहिँ होइन दक्षिण काली मन्दिर है को आइसक्नु भएको छ म चाहिँ अस्ति भइसकेको थिएँ यहाँ बाटो के भयो ल उतार्नु के भयो हौ यो गाडी झरी गयो क्या उतापट्टि ओए गाडी ट्रक पल्टेछ नि यहाँ है त मान्छे त के भएन अलिक जान त ल गाडी चाहिँ यो चाहिँ भित्तामै पल्टेको रहेछ यो भ्याक्तै धन्न छेउतिर चाहिँ कटेन बल्ल बोकेर आएको थियो क्या गोलाइमा नि कस्तो पारिपट्टि डोरी लगिरहेको छ नजाइ भाइ नजाइ पारिपट्टि चाहिँ भयो अब हामी त ढिलो भइसक्यो पौडी खेल्न गएको मान्छे लास लागिसक्यो भन्दा नि मान्छेहरू धेरै छ होइन भित्रबाट जाउँ धन्न यो ट्रक चाहिँ उधो पल्टेन रहेछ यो भित्तापट्टि नै पल्टेछ यहाँ तल झरेको भए त नि कस्तो डर लाग्थ्यो पारिपट्टि क्रेन लगाएर जाने नि त कर्नरिङ गऱ्यो कर्नरिङ जिरो कर्नरिङ जिरो तपाईँ सो गाइज म चाहिँ भिडियो धेरै बनाउँदिनँ होला होइन अब गएको पौडी पनि खेल्नु पऱ्यो नि त त्यसको नि भिडियो आउनु पऱ्यो भरे आउँदाखेरिको नि भिडियो हुनु पऱ्यो त्यही भएर लामो हुन्छ होला होइन अझै टक्कसँगले हामी सिस्नेरी आइपुग्नु अब 10-12 किलोमिटर मात्रै होला थोरै नै छ होइन टक्कसँगले हामी चाहिँ न्युट्रलमै जाँदैछौँ ओह्रालोमा यो बाटोको ओह्रालोमा न्युट्रलमा हिँड्नुहुन्छ होइन यसो कमेन्ट गर्नु होला यहाँ त ब्रेकै लाग्ने छोड्यो बेसी ब्रेक लागेर है पछाडिको ब्रेकै लाग्ने छोड्यो तत्तिसक्यो होला क्या बेसी अब यो ट्रकहरू कस्तो साह्रो पर्दैछ यो सामान बोकेर उकालोमा आउनु फाइनली गाइज होइन हामी चाहिँ आइसक्यौँ टक्कसँगले यो पुलदेखि यता हेऱ्यो भने यहीँ रहेछ बारीको रहेछ कि यो खोल्सा जस्तै रहेछ खोला त होइन यो बर्खामा चाहिँ ठुलो हुन्छ रहेछ जस बाढी आउने खोला रहेछ उता रहेछ कि मान्छे कम्ता धेरै आएको छैन हामी जस्तो बेरोजगारीहरू लान्छ हौ पौडी खेल्ने ठाउँ चाहिँ यही रहेछ हेरौँ न ढोजा पनि हालिहालेको छ होइन यता फर्क्यौँ न हेरौँ न यहाँ पौडी खेल्ने हेरेको यहाँ माथि खेलिरहेछ यता हेरौँ न पौडी खेल्नु भनेर आएको होइन पौडी खेलौँ कि नखेलौँ यहाँ आएर पो नखेलौँ भन्छ त अब यता हेरौँ न पौडी नखेल्ने हेर्नु है खेल्ने नि होइन यतादेखि हेरौँ न केटाहरू यहाँ हेरौँ न पौडी खेलेको यहाँ गहिरो रहेछ नि त नि हामी त डुबिजाने रहेछ नि त बारेको रहेछ के सबै प्लेयरहरू भित्र चाहिँ यता सब्स्टिट्युटमा छ धेरैजना होइन गाइज होइन पौडी खेल्नु आएको होइन ओडातिर छ होइन
कराउ साथी हो कराउ कराउ न पौडी खेल्नु यहाँ त अब थोरै नै छ तलतिर धेरै छ नि त यहाँ माथितिर पौडी खेल्न आएको मान्छेहरू किन नखेलेको जान्न खेल्नु मान्छे धेरै हो यहाँ पेचेक भयो सँगले नि यहाँ मैले एउटा यहाँ बिचमा बसेको थिएँ भित्र हेरेको त डुलो खोल्दै थिएँ राम्रोसँग हेरेको त बिर्को थियो होइन झिकेको त डुलै थियो डुबाइरहेको थियो झन् ल हान्नु ल देख्नु सक्नुहुन्छ होइन यो चाहिँ हाम्रो यसो हो नि त पौडी खेलिसकेको टाउसँगले जाडो भएर मऱ्यो भनिन्छ तल हेर्नु न तल हामी चाहिँ तल गहिरोमा नगयो किन भन्दा तल साह्रो गहिरो छ नि त हेरौँ न रमाइलो छ रमाइलो है रमाइलो हुनुपर्छ है रमाइलो यतिको चाहिँ हुनुपर्छ होइन बब्बाल ढुङ्गा चाहिँ ल सो गाइस हामी चाहिँ होइन पौडी खेलिसक्यो होइन टक्कासँगले होइन खेलिसक्यो अब यहाँदेखि लाग्दैछु होइन अब टक्कासँगले अब जाडो पनि लास्ट अब खेलिसक्ने बेलामा घाम आइन्छ त नत्र यस्तो जाडो थियो यहाँ त खासै खेल्नु नसक्ने रहेछ यहाँ ठुलोमा त यहाँ त हामीले 2-3जना नै डुब्ने रहेछ जुलुप्पै नसक्ने रहेछ कि हामी जस्तोहरू त अलिक जान्ने मात्रै खेल्ने रहेछ अनि हेरौँ मान्छेहरू धेरै आउनु भएको थियो होइन हाम्रो टोली मुभहरू अब मुभ हुँदैछ हामी अब जाने तर्फ होइन यतादेखि टक्कसँगले त्यो लामै रहेछ नि त कामै नै रहेछ हामीलाई टक्कसँगले अब हामी लाग्दैछु होइन टक्कसँगले ल सो गाइज हामी चाहिँ लागिसक्यौँ होइन टक्कसँगले हामी पौडी खेलेर नि गइसक्यौँ म त त्यति साह्रो खेलिएन पनि होइन टक्कसँगले मैले अहिले चाहिँ स्कुटी चलाएको छु यो दिदीको यो बाइक चलाएर स्कुटी फेरि चलाउनु नआउने क्या यो मैले फेरि अरू अफरोडमा स्कुटी चलाएको छैन लड्यो भने फिलित्ती गयो यो हेरिराख्नु है झर्छ है सामान ब्रेकै छैन ब्रेकै छैन नि के गर्नुहुन्छ छैन धन्न होइन ब्रेकै छैन यहाँ ला फुट्यो होइन यो मैले फुटाएको कि पहिले फुटेको होइन ब्रेकै छैन भेना ब्रेकै छैन स्कुटीको होइन दुइटै छैन लागेन के होइन राइटको पनि फुल हालेको कसरी त्यसरी बत्तिरहेको यहाँ हेर्नु न भेना त्यहाँ डबल नचढ्नु कि ब्रेक छैन कि लाग्दैन ब्रेकै तीनजना चढ्यो एउटा बाइकमा बराबर पिचसम्म पिचदेखि निकाल्दा होइन होइन यो यस्तो पनि यो पनि चिप्लिँदैछ यस्तो नलाउनु क्या यो ब्रेक छैन कसरी पस्दिएको होइन तपाईँलाई कसरी लिनुभयो होइन कि चलाउनु मान्ने होइन कि बाइकसँग ब्रेक चाहिँ नमिल्ने रहेछ क्या यो लगाएको थिएँ र मात्रै नि होइन भेन तपाईँ बिस्तारै कुदाउनु भन्दैछ होइन ब्रेक लाग्दैन नकुदाउ यो के भन्छ बिस्तारै नचाप्न भन्दैछ अनि त्यहाँसम्म राम्रो आएको ब्रेक हालेको त अलिक कसरी दाइ कोही भयो यो हातमा बोक्नु ल तपाईँलाई मैले भनेको न अघि मसँग तपाईँ चढेको होइन दाइ त्यो क्लोज तान्छ त बाइकको फुल त्यस्तै भइदियो क्या त्यहाँ अनि थाम्नै सकेन अरू भन्दा पनि मैले स्कुटी फुटाइदिएँ ला म त के गर्नु पैसा छैन भन्नु नि मजाले बसियो त कस्तो ब्रेकै नलागेको
के हो यस्तो यो होइन यो बाइक कुदाएर त स्कुटी कुदाउनु नआएको कि होइन होइन स्कुटी पनि छ दाइको मैले कुदाइरहेको छु जहिले तर मैले त्यो स्कुटी कुदाउँदा के भएको त्यो पावर बेसी भइगएको जस्तो के बाइक बटारेको जस्तो हन्न नगइजाने मा हामी चाहिँ तौदा आइसक्नु खोज्यौँ होइन तौदामा खाजा खाने भन्ने हाम्रो होइन भनाइ पछाडि दाइहरू आउँदैछ भोक लागेको अहिलेदेखि होइन भन्नु नि आज त मलाई पौडी खेल्दा गलेको जस्तो नि लाग्यो आज के पौडी खेल्दा मलाई गलेको जस्तो नि लागेन के नभए पौडी खेल्दा यस्तो गलिन्छ जिउहरू पानीमा जुरुक जुरुक भन्ने भयो गलेन हौ मजाले पौडी खेल्दा किन हो कि अहिले थाहा नपाएको हो कि भरे बेलुका थाहा हुन्छ कि लड्नु चाहिँ मजाले लड्यो त्यहीँ दुखिरहेछ त्यति हो खाजा खाना आइदिएको होइन भोक लाग्यो बिहान खाना खाँदैछ के खाँदैन होइन आज कस्तो रमाइलो भएन पौडी खेला आज बबाल रमाइलो अनि आज कस्तो होइन सबै पौडी खेल्नु जान्ने रहेछ यो त म चाहिँ नजान्ने रहेछ क्या पौडी खेल्नु कस्तो देखिरहेको यहाँ उता पनि हुनुहुन्छ है यता पनि हुनुहुन्छ है म फेरि भाइरल बनाइदिन्छु है यहाँ हेर उता जाउँ भाइरल बनाइदिन्छु नि फेरि म यहाँ टक्कसँगले तौदा चाहिँ यहीँ छैन यहाँ माछा पोखरी माछा भएको पोखरी यहीँ छ टक्कसँगले हामीले चाहिँ खाजासाजा खाइसक्यौँ होइन टक्कसँगले अब यस्तै हो अगाइयो अगाएपछि त अलिक त्यो ढुक्क भइयो पनि होइन टक्कसँगले साँझ पनि भइसक्यो अब अहिले चाहिँ मैले दाइको बाइक चलाइरहेको छु होइन यो मेरो बाइक उता दाइलाई चलाउनु दिएको साटेर चलाइरहेको कस्तो हुँदैन र होइन अब यहाँदेखि त मेरो भिडियो बन्दैन किनभने साँझ भइसक्यो नि त भिडियो नि राम्रो हुँदैन अनि आजको भिडियो हजुरहरूलाई के कस्तो लाग्यो होइन मन पऱ्यो मलाई कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन